देशमा आज आगो बलेको छ। आज पाउनुपर्ने सरकारी सेवा सुविधा जनताले पाएका छैनन्। तपाईहरुले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईहरु हो कि हैन? तपाईहरु कानुनको कठघरामा उभिनु पर्छ कि पर्दैन? के को भागीदार भन्नुभयो? सरकारी संरचना जलाइएका छन्, व्यक्तिगत घर तोडफोड गरिएको छ। यसको कसले गर्छ यसको क्षतिपूर्ति? यसको क्षतिपूर्ति यसमा घुसपेट भएको भन्ने कुरा तपाईले बुझ्नु भएको कि छैन? तपाईले क्वेशन सोध्न चाहे। घुसपेट कसले गरेको भनिदिनुस् न त। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त? त्यो तपाईले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गरेको। कस्तो भनिदिनु? छानबिन आयोग सम्हालेको मान्छेले घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथिको उभानो हुन पाइँदैन विराजी। मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुस् त मलाई। तपाईहरु सरकार बनाउनुहुन्छ, त्यही सरकारको विरोध गर्नुहुन्छ, सडक उचाल्नुहुन्छ, किन गर्नुहुन्छ यस्तो? क्वेशन नै इलोजिकल भयो सर। कस्तो क्वेशन गर्नुपर्ने तपाईलाई भन्नुस् त? गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ, जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि राम्रो काम हाम्रो कारण, नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नुस्? तपाई को आखिर? राम्रो कारण तपाई कुन स्थानको जेनजी हो? को हो? तपाईले पत्रकार सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेनजी छन्, तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् ल। तपाई मलाई कुन कुन प्रकारका जेनजी छन् भन्नु? धेरै छन् जेनजी। के होला दुई चारवटा प्रकार भनिदिनुस्। कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक खालका जेनजी भनेको जेनजी मलाई क्ल्यारिफाई गरे ल। तपाईको नैतिकताले के भन्छ भन्नु? मेरो नैतिकताले तपाईहरुले जुन कार्य गर्नु भने, देशमा उधुम मचाउनु भने, तोडफोड आगजानी गर्नु भने, यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरुले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हतकडी लाउनु पर्छ। त्यो तपाई के लयर हो? म एउटा देशको जिम्मेवार व्यक्ति हो। कसरी जिम्मेवार? तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन। कसरी इरेस्पोन्सिबल भयो? तपाईले नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईले म नेतृत्व हो भनेर तपाई यत्रो पत्रकार सम्मेलन गरेर भन्दै हुनुहुन्छ। के क्वेशन गर्नु भएको? कस्तो के क्वेशन? तपाईलाई सजिलो लाग्ने क्वेशन मात्र क्वेशन हुँदैन सर। यस्तो हावा यो देश आज जुन स्थानमा छ नि तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्दाखेरि भएको। कुन आधारमा भन्नु? कुन आधारमा? कुन आधारमा भन्नु? यत्रा तोडफोड आगजानी देख्नुहुन्न? तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? जिम्मेवार तपाई बन्नुपर्छ। उले मलाई चाहिँ म अक्युज्ड हो भनेर भन्यो। किन हैन? किन होला हो भन्दिन त कसरी? तपाई नेतृत्वकर्ता बनेर आइराख्नु भएको छ, तपाई जिम्मेवार हैन? 26% नेपाली बाहिर छन्। उहाँहरुको निर्वाचनमा चाहिँ मतदान गर्ने अधिकार चाहिँ सुनिश्चित गर्नै पर्यो। लगभग यो भोटिङ बारेमा चाहिँ यो मुख्य विषय बनौँ। यो लिएर चाहिँ हामी निर्वाचन आयोग पनि जान्छौँ, सम्माननीय प्रधानमन्त्रीलाई भेट्न पनि जान्छौँ। यो हाम्रो बटम लाइन हुनेछ। यो बिना निर्वाचनमा गइँदैन। र दोस्रो बटम लाइन भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी, यो पनि बटम लाइन हो। म यहाँ आज सबै तपाईहरु सबैको अगाडि चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हाम्रो तयारी एकदम राम्रो तरिकाले भइरहेको छ।